चाहिँ म डाक्टर गङ्गा भण्डारी। धेरैजनाले सोध्ने क्वेसन चाहिँ चिसो खाँदा दाँत एकदम सिरिङ हुन्छ। सिरिङ हुने रिजन चाहिँ के हुन सक्दछ त? एउटा चाहिँ हजुरको दाँत किराले खाएको छ भने त्यस्तो केसमा पनि हजुरलाई एकदमै धेरै सेन्सिटिभिटी हुन्छ। नेक्स्ट भनेको तपाईँले पहिला कुनै दाँत भरिरहनु भएको थियो, त्यो दाँत भरेको दाँतमा चाहिँ फेरि दाँत निस्क्यो, सिमेन्टहरू निस्क्यो भने पनि तपाईँहरूलाई सिरिङ हुन थाल्छ। नेक्स्ट भनेको चाहिँ हजुरले एकदमै हार्ड ब्रसिङ गर्नुहुन्छ, दाँतमा फोहोरहरू धेरै छ, अब धेरै हार्ड ब्रस गरेर चाहिँ दाँतको सफा गर्न खोज्नुहुन्छ भने नि यस्तो केसमा हाम्रो इनामेल गएर हजुरलाई एकदमै धेरै सेन्सिटिभ हुन थाल्छ। अर्को नेक्स्ट भनेको चाहिँ हजुरहरूको बक्सिजम हेबिट, राति सुत्दाखेरि दाँत किरिकिरी गर्ने बानी छ भने यस्तो केसमा पनि हजुरलाई एकदमै धेरै सिरिङ हुन्छ। यदि हजुरहरूले धेरै नै अमिलो अथवा कोल्ड ड्रिङ्क्सहरू एकदमै धेरै खानुहुन्छ भने यस्तो केसमा पनि हाम्रो इनामेलको लेयर गएर चिपअप भएर हजुरलाई एकदमै धेरै सेन्सिटिभिटी हुन थाल्छ। अनि नेक्स्ट अर्को भनेको चाहिँ किचाहरूमा धेरै फोहोरहरू भएर किचाहरू तल सर्दै गयो भने नि यस्तो केसमा तपाईँलाई एकदमै धेरै सेन्सिटिभिटी हुन्छ। अर्को नेक्स्ट भनेको चाहिँ हजुर विथ द एज टाइम अनुसार हाम्रो ओल्ड एज हुँदै जाँदाखेरि चाहिँ दाँतहरू खिँदै जाने कारणले गर्दा पनि हाम्रो दाँतमा एकदमै धेरै